यहाँ चलिरहेको हुन्छ। यो सरकारहरू एउटा बागलुङको सरकार, एउटा पर्वत सरकार, 753वटा पालिकाहरू हामी बिर्सिरहेका छौँ। यहाँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ, यो सरकार हो। यहाँ प्रदेशको सरकार हामी बिर्सिरहेका छौँ। नेपाली कांग्रेस पार्टीले भोलि सङ्घको सरकार छिट्टाउँदै चलाउँदै भने 753 पालिकाको सरकार, 7वटा प्रदेशको सरकार पनि ठिक गरेर एउटै दृष्टिकोण राखेर हिँड्यो भने मात्रै त्यो देशमा परिणाम निस्कन्छ भन्ने कुरा विश्वास राख्छ। तर सम्भव हुँदैन। हामी टिमवर्कमा विश्वास राख्छौँ र हामी के विश्वास राख्छौँ भने हामी एउटा व्यक्तिले चलचाल गर्ने हामी पद्धति निर्माण गर्ने कुरा विश्वास गर्छौँ, हामी प्रणाली निर्माण गर्ने कुरा विश्वास गर्छौँ, हामी संस्कार बनाउने कुरा विश्वास गर्छौँ। नेपालमा संविधानमा व्यवस्था गरिएको छ अख्तियार दुर्व्यवहार संशोधन। तपाईँले कुनै दक्षिण एसियाको कुनै देशमै भेट्नुहुन्न, थुप्रै अरू देशको कन्स्टिट्युसनमा यस्तो शक्तिशाली संविधानमा व्यवस्था गरिएको भ्रष्टाचार निवारण गर्ने संस्था भेट्नुहुन्न। तर किनकि धेरै भ्रष्टाचारका बारेमा नागरिकहरूमा नेताहरूले भ्रष्टाचार गर्छन् तर ती भ्रष्टाचारीहरू जोडिन्छन् भन्ने कुराको धारणा किन व्याप्त छ? किनकि धेरै काण्डहरू हुन्छ। अहिले पनि सडकमा आएर भ्रष्टाचार गर्नुलाई किन धेरै नाम लाग्छ? किन प्रत्येक नेताले आएर भाषण गर्दै गर्दाखेरि मेरो पालामा म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर किन भन्छ? जबकि हामीले यति बलियो संवैधानिक संस्था बनाएका छौँ जसले यति बलियो छ कि जसले प्रधानमन्त्रीलाई पनि, भूतपूर्व प्रधानमन्त्रीलाई पनि, हुनेवाला प्रधानमन्त्रीलाई जो कसैले पनि कुनै पनि भ्रष्टाचारमा संलग्न गर्ने अनुमति दिन सक्छ। किन? तर किन यसो गर्छ? किनकि संविधानमा यो संस्था बनाएका छौँ तर यो संस्थालाई पङ्गु बनाएका छौँ। कसरी पङ्गु बनाएका छौँ? यसको नियुक्ति गर्ने तरिकाबाट पङ्गु बनाएका छौँ। कसरी गरेका छौँ? संविधानमा संवैधानिक परिषदको व्यवस्था गरेका छौँ। त्यहाँ प्रधानमन्त्री हुन्छ, त्यहाँ न्यायाधीश हुन्छ, प्रधान न्यायाधीश रहनुहुन्छ, प्रतिपक्ष दलको नेता रहनुहुन्छ, हामी सबै रहन्छौँ। र बिस्तारै बिस्तारै के अभ्यास गरेका छौँ? अख्तियार दुर्व्यवहार अनुसन्धान आयोग बनाउनु पर्यो भने हामी भागभण्डा गर्छौँ, निर्वाचन आयोग बनाउनु पर्यो भने हामी भागभण्डा गर्छौँ। र दलका मान्छेहरू लगेर राख्छौँ। दलका मान्छेहरू लगेर राखेको हुनाले गर्दा जुन अख्तियार दुर्व्यवहार अनुसन्धान आयोगले प्रधानमन्त्रीमाथि छानबिन गर्नु पर्यो, त्यो प्रधानमन्त्रीले खल्तीबाट निकालेर बनाइसकेपछि त्यो अख्तियार दुर्व्यवहार अनुसन्धान आयोग के हुन्छ? त्यो पङ्गु हुन्छ। अनि यो संस्था ठिक नबनाइकन एउटा नेताले मञ्चमा आएर म भ्रष्टाचार गर्ने सबलाई चालु लगाउँछु, सबलाई कोर्ला हान्छु भनेर करप्सन नियन्त्रण हुँदैन। काङ्ग्रेस के गर्न चाहन्छ? काङ्ग्रेस अरू पार्टीहरूसँग पनि मिलेर प्रस्ताव गर्छ कि अख्तियार दुर्व्यवहार अनुसन्धान आयोग जस्तो संस्थाहरूको नियुक्तिको प्रक्रियालाई बदल्नु। यसको निम्ति आवश्यकता पर्दैन संविधान संशोधन गर्नु, संवैधानिक परिषदको बनोट फेरौँ, यस्तो प्रभावशाली नागरिकहरू त्यहाँनिर जाने व्यवस्था गरौँ जसले गर्दाखेरि कुनै पनि नागरिकलाई कुनै पनि नेताले करप्सन गर्दै गर्दा यो बच्दैन भन्ने कुराको विश्वास जोडेर हाम्रो संस्थाहरू निर्माण गर्छ।